सामाजिक सञ्जाल यत्रो तारा मान्छेले पार्टी छोडेर चाहिँ के अरे घन्टीमा प्रवेश गरे अरे बालेनलाई भोट मागे अरे भन्दाखेरि तपाईँ सबैभन्दा पुरानो यहाँबाट बस्दाखेरि घन्टीको सदस्यता लिने तपाईँले आज फेरि केपी ओलीलाई समर्थन गर्दै गर्दा तपाईँलाई गालीको वर्षा होला नि। होइन यस्तो छ, हेर्नुहोस्, मैले समर्थन अहिले ओलीलाई अथवा बालेनलाई भन्दा पनि मैले अहिले देशलाई समर्थन गर्ने हो। यति बेला मैले व्यक्ति पार्टी भन्दा माथि तपाईँको देश हो। यो देशप्रतिको तपाईँको चिन्ता अहिले मैले उजागर गर्दैछु तपाईँको अगाडि। र म त हेर्नुहोस्, मलाई हिजो पनि कुनै राजनीतिक दलले तपाईँको चाहिँ मेरो पेट पालेको होइन। मलाई आज पनि तपाईँको मलाई त्यो आशा छ। एमाले आउँदै गर्दाखेरि त्यो पपुलारिटी आजको दिनमा किन अलिअलि तपाईँको कम हुँदै आएको हो त भन्दाखेरि समयको माग अनुसार उहाँहरू परिवर्तित हुन नसक्दै गर्दा म जतिको युवाले, आज पढे लेखेको युवाले चाहिँ म खबरदारीको रूपमा भए पनि मैले तपाईँको चाहिँ नि 1000 रुपियाँको सदस्यता त आखिर बालेनको अथवा रासोपाको तपाईँको लिँदै गर्दाखेरि मैले त्यो चाहिँ म भोलि गएर चाहिँ रासोपालाई भोट हाल्छु भनेर लिएको होइन नि त। मेरो भोट त मैले कसलाई हाल्छु भन्ने कुरा त मलाई बाहेक अरूलाई कसैलाई थाहै हुँदैन। त्यो बन्द कोठाभित्र गएर मैले हाल्ने मत, त्यो अधिकारको तपाईँको चाहिँ सदुपयोग गर्न यदि मैले सकिनँ भने मलाई अब आउने पुस्ताहरूले पनि मलाई थुक्नेछ भोलि। तपाईले यो पेज लाइक र शेयर गर्नुभएको छैन भने गरिहाल्नुस् है। त्यसले गर्दाखेरि म उहाँहरूलाई चाहिँ एउटा सुझावको रूपमा के पनि दिन चाहन्छु भने एउटा लिडरले तपाईँको चाहिँ नि डिक्टेटरसिप र लिडरसिपमा चाहिँ नि थोरै भिन्नता हुन्छ। त्यसले गर्दाखेरि म उहाँलाई एज ए अभिभावक, उहाँलाई म डिक्टेटरसिपको रूपमा म उहाँलाई कहिले पनि हेर्न चाहदिनँ पनि। उहाँ अहिले पनि हाम्रो एउटा जिम्मेवार अभिभावक हुँदै गर्दाखेरि उहाँ जतिको मान्छेले कहिलेकाहीँ मेरो यो कुरालाई चाहिँ सानो मुख ठुलो बोली भनेर नसोचिदिनु होला। कहिलेकाहीँ भुइँ मान्छे भएर पनि तपाईँले पनि जनतामा को माझमा गएर उहाँहरूलाई पनि तपाईँले सुनिदिनुहोस्। त्यो सुन्दै गर्दाखेरि पक्कै पनि हेर्नुहोस्, एउटा रुख र एउटा तपाईँको घाँसको उदाहरण दिएर म उहाँलाई चाहिँ दुईटा कुरा राख्न चाहेँ यहाँ। एउटा घाँसलाई चाहिँ तपाईँको चाहिँ एउटा ठुलो खोलाले तपाईँको चाहिँ म यसलाई उखाडेर लिएर जान्छु भन्यो भने जतिसुकै बेगले त्यो खोला आयो भने पनि तपाईँको त्यो घाँस नुइन्छ। त्यो नुइँदै गरेको घाँसलाई त्यो खोलाको बेगले पनि लिएर जान सक्दैन। तर एउटा रुख जस्तो अडिग भयो कहिलेकाहीँ भनेदेखि त्यो रुखलाई त्यो खोलाको बेगले लिएर जान्छ। त्यसले गर्दाखेरि कहिलेकाहीँ त्यो झुकाव पनि हुनुपर्छ एउटा राजनेतामा। त्यो झुकाव आउँदै गर्दाखेरि तपाईँ सानो हुनु न, किनभने तपाईँ भनेको उमेरले पनि तपाईँ हाम्रो अभिभावकै हो र तपाईँका जुन एक्सपिरियन्स छ, जुन तपाईँको चाहिँ क्षमता छ, त्यो कारणले गर्दा पनि तपाईँ हाम्रो राष्ट्रकै अभिभावक हुँदै गर्दाखेरि अब चुनावको माहौलमा हामी सबैजना हातेमालो गर्दै गर्दाखेरि कतिपय कुराहरूमा चाहिँ एकदम संयम भएर एउटा नेताले गर्नुपर्ने जुन संयमता छ त्यो पनि अप्नाइदिनु हुन म हाम्रो जननेतालाई चाहिँ म यहीँबाट पनि आग्रह किन गर्छु भने म नेकपा एमालेलाई भोट हाल्दै गर्दाखेरि उहाँको एकदमै धेरै माया पनि किन लाग्छ भने उहाँले आजको दिनमा आफ्नो उहाँ सात्विक विचारधारा भएको भएर मलाई एकदमै पहिलो कुरा त उहाँले सबै कुराहरू त्यागी भएर जुन त्याग गर्नु भएको छ होइन। आजको दिनमा उहाँसँग चाहिँ साँच्चै भन्ने हो भने उहाँको आफ्नो केही पनि छैन। त्यसले गर्दाखेरि यो देशै बन्नुपर्छ भन्ने अभियानमा जसरी उहाँ होमिनु भएको छ, त्यसले गर्दाखेरि पनि उहाँ जतिको नेतालाई हामी सबैजनाले तपाईँको चाहिँ साथ गरेर समर्थन गरेर अहिलेको चुनावमा पार्टी चाहिँ नेकपा एमाले हो, उहाँले लिड गर्दै गरेको पार्टीलाई देशव्यापी रूपमा हिजो जसरी तपाईँहरूले माया गर्नुभयो, हिजो जसरी तपाईँले पपुलर बनाउनु भयो, यसपालिको चाहिँ चुनावमा अझ योभन्दा अत्याधिक मतले चाहिँ विजय बनाएर नेकपा एमालेलाई तपाईँहरूले अगाडि बढाउनु भयो भने पक्कै पनि डेफिनेटली यो देशले एउटा फेरि पनि निकास पाउनेछ।